सम्पूर्ण साथीहरूलाई स्वागत छ आजको यो कम्प्युटर लर्निङ भिडियोमा। हामी यस भिडियोमा कम्प्युटर सम्बन्धी विविध विषयवस्तुहरूलाई सिक्नेछौँ। र आज चाहिँ म तपाईँहरूलाई कम्प्युटर हाम्रो डेस्कटपमा हामीले एउटा फाइल क्रिएट गर्ने, कसरी हामीले फाइललाई क्रिएट गर्न सक्छौँ र फाइलभित्र हामीले बनाएका डकुमेन्टेसनलाई कसरी हामीले राख्ने भन्ने विषयमा सिक्नेछौँ। र ढिलो नगरिकन आजको यस भिडियोलाई हामी सुरु गरिहाल्नेछौँ है त। हाम्रो तपाईँले सुरुमा आफ्नो कम्प्युटर अथवा ल्यापटपलाई खोल्नुहोस्। खोलिसकेपछि त्यो डेस्कटप तपाईँले देख्नुहुन्छ। देखिसकेपछि तपाईँले आफ्नो डेस्कटप कुनै खाली ठाउँमा यसरी कर्सर राख्नुहोस् माउसको र राइट क्लिक गर्नुहोस्। त्यसपछि नयाँ न्यू अप्सन देख्नुहुन्छ। न्यूमा तपाईँले यसरी राख्नुभयो भने त्यहाँ फोल्डर भन्ने अप्सन आउँछ। फोल्डरमा यसरी क्लिक गर्नुभएपछि यसरी तपाईँले नयाँ फोल्डरलाई क्रिएट गर्नुभयो र यसलाई रिनेम पनि गर्न सक्नुहुन्छ। म ABCD भनेर राखिदिन्छु यो फोल्डरको नाम। यसरी तपाईँले आफ्नो फोल्डरलाई तपाईँले क्रिएट गर्नुभएको छ। र यो त भयो। यसरी तपाईँले एउटा तरिकाले क्रिएट गर्न सक्नुहुन्छ भने अब अर्को तरिकाबाट पनि हेर्नेछौँ हामीले। तपाईँले आफ्नो किबोर्डमा कन्ट्रोल सिफ्ट र एन बटन देख्नुहुन्छ। कन्ट्रोल सिफ्ट र एन बटनलाई तपाईँले प्रेस गर्नुभयो भने यसरी नयाँ फोल्डर बनिन्छ। यसलाई म अहिले त्यही नामै राखिदिन्छु, ABCDEFG राखिदिन्छु अहिलेलाई म। र यसरी तपाईँले आफ्नो डेस्कटपमा ल्यापटपमा तपाईँले यसरी के गर्न सक्नुहुन्छ, नयाँ फोल्डरलाई क्रिएट गर्न सक्नुहुन्छ। र यसभित्र अब हामीले बनाएका फाइलहरूलाई कसरी राख्ने त भन्ने विषयलाई पनि अलिकति हेर्नेछौँ। र यो एउटा फोल्डर तपाईँले क्रिएट गर्नुभयो र यसलाई म यो यहाँ देख्नुहुन्छ यो फोल्डरलाई त्यो भित्र लगेर राख्नेछु। तपाईँले यसरी सिलेक्ट गर्नुहोस् र यसरी जुरुक्क उचालेर तपाईँले यो भित्र लगेर राखिदिनुहोस्। अब तपाईँको यो फोल्डर चाहिँ यहाँ छैन, अब यो भित्र गइसकेको छ है। यो भित्र गइसकेको छ। तपाईँले यहाँ ठुलो बनाउन पनि सक्नुहुन्छ। यसरी तपाईँको फोल्डर चाहिँ यहाँनिर गइसकेको छ। त्यसै गरी तपाईँले अब यही भित्र पनि नयाँ फोल्डरलाई क्रिएट गर्न सक्नुहुन्छ है। अब यही भित्र हामीले बनाएको फोल्डरलाई उचालेर लगेर यहाँ राख्यौँ, डेस्कटपमा भएको त राख्यौँ। तर अब हामीलाई यहाँ जस्तै हाम्रो डाउनलोड फोल्डरमा गयौँ। डाउनलोड फोल्डरमा गइसकेपछि यहाँनिर तल तपाईँले देख्न सक्नुहुन्छ। ल म एउटा यहाँनिर यो बागमती प्रोभिन्सको छ यहाँनिर यो कम्प्युटरको यहाँनिर यो MCUलाई लगेर चाहिँ त्यो फोल्डरभित्र राखिदिन्छु। यसलाई लानको लागि त्यो फोल्डरमा लगेर राख्नको लागि चाहिँ के गर्ने भन्दा तपाईँले सिलेक्ट गर्नुहोस्, यसरी राइट क्लिक गर्नुहोस्। त्यसै गरी तपाईँले कपी गर्न सक्नुहुन्छ, कट गरेर पनि लान सक्नुहुन्छ। यसलाई कपी गरौँ। कपी गरिसकेपछि अब यो डेस्कटपमा हाम्रो यो फोल्डर छ। कपी गरेपछि यहाँनिर गएर म Ctrl+V बटन गरेर के गर्छु, पेस्ट गरिदिन्छु। यो फोल्डर हाम्रो यहाँ आइसकेको छ। अब हामी यसलाई खोलेर हेर्न सक्छौँ। र अब हामीले अब यही पनि नयाँ फोल्डरलाई क्रिएट गर्न सक्छौँ। जस्तै हामीलाई कुनै नयाँ फोल्डर, छुट्टै फोल्डर चाहिएको छ, नयाँ बनाउँदैछौँ भने हामीले यसलाई डिलिट गर्नेछौँ। त्यसै गरी अब हामीले नयाँ फोल्डर बनाउँदैछौँ यही भित्र हाम्रो अफिसको भन्ने कि तपाईँले न्यूमा जानुहोस्। फेरि पनि तपाईँले अफिसमा थुप्रो फोल्डर, कुन फोल्डर तपाईँलाई चाहिएको त्यही अनुसार तपाईँले बनाउन सक्नुहुन्छ। जस्तै म अहिले वर्डको फोल्डर बनाउँछु। त्यसैले यसमा गएर क्लिक गर्छु। यहाँ भइसकेपछि म यहाँनिर लेखिदिन्छु अफिस भनेर लेखिदिन्छु। अफिसको यसलाई यहाँनिर एउटा फोल्डर छ। तपाईँले अब यही फोल्डरलाई क्लिक गरेर तपाईँले आफ्नो नयाँ फोल्डरलाई के गर्न सक्नुहुन्छ, यसरी बनाउन सक्नुहुन्छ। तपाईँहरूले यो तरिकाले आफ्नो कम्प्युटरमा फोल्डर बनाउने र बनेका फोल्डरहरूलाई त्यसभित्र राख्ने र नयाँ फोल्डर त्यही भित्र बनाएर यसरी तपाईँले आफ्नो अफिसियल डकुमेन्ट पनि बनाउन सक्नुहुन्छ। र यसरी हामीले फोल्डरहरूलाई के गर्न सक्छौँ, नयाँ फोल्डर हाम्रो डेस्कटपमा क्रिएट गर्न सकिन्छ। साथीहरू भिडियो कस्तो लाग्यो, मन परे सेयर, लाइक अनि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।